हेलो एभ्रिबडी, हाउ आर यु गाइज? कस्तो भइरहेछ तपाईँहरूको दिनहरू? कसरी चलिरहनु भएछ? धेरै समय भयो तपाईँहरूसँग गफ नगरेको है। फुटबल जगतमा कति नयाँ कुराहरू भइसक्यो कि होइन? मलाई अझै विश्वास लाग्दैन म्यान सिटीबाट चाहिँ पेप गार्डियोला गयो भनेर। चाबी अलोन्जो चेल्सीमा आयो भनेर जुन चेल्सीका ओनरहरूले कहिल्यै राम्रो डिसिजन लिन सकेनन्, तिनीहरूले चाहिँ दे डिसाइडेड इट्स क्रेजी टाइम। ओ माई गुडनेस। अनि अहिले फेरि हल्ला चल्दैछ कि Arne Slot is getting sacked and maybe Luis Enrique is leading the race. Oh my goodness, what a crazy summer going on. कहाँबाट सुरु गरौँ? सुरु गरौँ चेल्सीबाट नै। चेल्सीको थाहा पाउनुभयो होला तपाईँहरूले होइन? चेल्सीले जावी अलोन्जो वान अफ दि ब्राइटेस्ट प्रोस्पेक्ट इन दि इन्टर फुटबलको जगतमै अहिलेको सबभन्दा चर्चित नाम जावीलाई चाहिँ हायर गरेको छ। यो चाहिँ चेल्सी फ्यानको लागि सबभन्दा ठुलो खुसीको खबरै यही हो कि किन भन्दा हामीसँग जुन मार्केटमा अभाइलेबल कोचहरू थिए नि, त्यो मध्ये सबभन्दा बेस्ट सिभी एज अ प्लेयरको रूपमा, कोचको रूपमा हो। यसको चाहिँ रियल म्याड्रिडमा प्लेयरहरूसँग चाहिँ यसले प्लेयरहरूलाई चाहिँ राम्रोसँग सम्हाल्न सकेन। त्यो बाहेक यसले गरेका सबै ट्याक्टिक्स वाइज अल्सो इज भेरी फ्लेक्जिबल के। तपाईँहरूले गेम हेर्नु भएको छ जुन तरिकाले यसले लेभरकुजनमा खेलाउँथ्यो नि, हो माई गुडनेस, आई एम ह्युज फ्यान अफ यु। मलाई चेल्सी जुन यो नयाँ ओनरहरू यो टड बोलीहरू आयो त्यसपछिको सबभन्दा बेस्ट डिसिजनै यही हो। अब होला यो म्याजिकल हुँदैन, कुनै पनि कुरा म्याजिक भन्ने हुँदैन नि त। आउने बित्तिकै टिमलाई चाहिँ उसले जिताउँछ भन्ने मलाई लाग्दैन, तर हामीले इम्प्रुभमेन्ट देख्छौँ। जुन उसले कन्ट्र्याक्ट पाएको छ 4 वर्षको 3+1, मलाई लाग्छ हामी फर्स्ट अपेप गयो मेबी फर्स्ट इयरमा हाम्रो चान्स च्याम्पियन्स लिग क्लियर कट चाहिँ हामी च्याम्पियन्स लिगमा हुनुपर्छ। त्यसपछि चाहिँ प्रिमियर लिगको लागि सेकेन्ड इयरबाट हामीले चाहिँ ट्राई गर्नुपर्छ। वी आर गेटिङ दियर, बट अब अलिकति यो ओनरसिपले चाहिँ अलिकति अब उसले भनेका 2-4वटा प्लेयरहरू चाहिँ दिनुपर्छ, मलाई त्यो लाग्छ होइन। त्यो दुई तिनवटा प्लेयर उसलाई दिने भने हामीसँग डिसेन्ट स्क्वाड छ। यो डिसेन्ट स्क्वाड हुँदाहुँदै पनि हामीले केही गर्न सकेनौँ यसपालि। अब जुन तरिकाले लियम रेसिनियर आयो, त्यो मैले तपाईँहरूले पहिला मेरो भिडियोमा नि हेर्नु भएको छ भने त्यो चाहिँ एकदमै गलत डिसिजन थियो। कुनै पनि चेल्सीमा आउनको लागि एउटा कोचको लागि चाहिँ एउटा सर्टेन क्राइटेरिया चाहिँ हुनैपर्छ। आउरे बाउरे आएर चाहिँ हुनेवाला छैन, मलाई त्यो लाग्छ है। अब त्यसपछिको कुरा गरौँ म्यान सिटीबाट पेप गार्डियोला लिभ गर्यो। ओ मलाई यो अझै स्टिल आई कान्ट बिलिभ क्या, स्टिल आई कान्ट बिलिभ है। अनि आउने मान्छे नि कन्फर्म भइसक्यो, एन्जो मेरेस्का। यो त सबैलाई थाहा थियो जुन दिन छोड्छ पेप गार्डियोलाले। पेप, म आफू चेल्सीको फ्यान भए पनि मलाई म्यान सिटीका कोचहरूबाट त्यस्तो धेरै प्रभाव छैन, त्यति धेरै मेरो डिसिजन छैन कि मलाई मनपर्छ पर्दैन भन्दा पनि फुटबलको लागि, फुटबल जगतको लागि जुन तरिका, जुन ट्याक्टिक्सहरू, जुन यसको उपलब्धि छ, 10 वर्षमा 20वटा ट्रफी छ, 6वटा लगातार प्रिमियर लिग छ, 9 वर्षमा आई थिङ्क 6वटा, अहिले स्टिल इज इन कम्पिटिसन। त्यो भनेको चान्स हुने कुनै पनि कोचले गर्न सक्छ जस्तै लाग्दैन मलाई। मन परे पनि मन नपरे पनि हि इज वान अफ दि बेस्ट कोच। यो अहिलेको जेनेरेसनको जुन जेनेरेसन हुन्छ, अघिल्लो जेनेरेसनको हामीले त्यस्तो धेरै अब सर एलेक्स फर्गुसन, जोसे मरिनो, आर्सेन वेङ्गरहरू दे आर गुड कोच, बट मलाई यो चाहिँ त्योभन्दा नि एक स्टेप माथिको लाग्छ। एन्जो मरेस्का आउँदैछ चेल्सीमा, उसले डिसेन्ट काम गरे, त्यस्तो मलाई त्यस्तो वाउ एक्साइटिङ भन्ने चाहिँ लाग्दैन होइन। बट हि इज गुड गाई, आई थिङ्क यु विल डु वेल। अब चाहिँ प्रिमियर लिग चाहिँ अझै कम्पिटिसन हुन्छ यसपालि। तपाईँहरूले देख्नु भएको छ कति कम्पिटिसन भइरहेछ होइन। रेलिगेसनको लागि छुट्टै ब्याटल छ फेरि अहिले। त्यस कारणले गर्दा यो सबै कुराहरू प्रिमियर लिगमा मात्रै सम्भव छ, अरू ठाउँमा तपाईँले कतिको हेर्नुहुन्छ होइन। यो प्रिमियर लिग भनेको नेक्स्ट लेभलै हो। रेलिगेसनको लागि छ, युरोपको लागि धेरै चाहिँ लास्ट 2टा गेम बाँकी छ, अझै पनि को च्याम्पियन भन्ने पनि फिक्स छैन, को रेलिगेसनमा गयो 2टा त फिक्स भए, अझै एउटा को गयो भन्ने अझै फिक्स छैन। त्यस कारणले गर्दाखेरि दे आर डुइङ, यो चाहिँ एक्सेप्सनलै हो। अब हामीले अरू अब कोचहरू, लिभरपुलले पनि आर्ने स्लटलाई स्याक गर्दैछ।
सुन्दैछु उनीहरूको पनि त्यो खासै इम्प्रुभमेन्ट चाहिँ छैन। प्लेयर मलाई चाहिँ के लाग्छ भन्दा प्लेयरहरूको इन्जुरीहरूले गर्दा नै होला। इज डिसेन्ट कोच, इज नट द्याट ग्रेट लाइक दि क्लब होइन। फेरि त्यस्तो क्लबले जस्तै गर्न सक्छ त्यो ट्याक्टिक वाइज पनि त्यस्तो धेरै इम्प्लिमेन्ट गर्ने कोच चाहिँ होइन। तर ठिकै गरिरहेको थियो। तर अब जुन तरिकाले अहिले माइडियामा जुन पिआरहरूमा हल्ला भइरहेछ नि त, अब इज नट सर्भाइभिङ आई थिङ्क। अब जस्तै मोहम्मद सालाको ट्विटले गर्दा पनि झन् अझै कुरो बिग्रिएको जस्तो फिल भएको छ मलाई चाहिँ। र अहिले लिडिङमा चाहिँ फेरि लुइस एन्रिके छ। यदि लुइस एन्रिके नै लिभरपुल आयो भने चाहिँ कस्तो हुन्छ होला क्या लिभर प्रिमियर लिग। ओ माई गुडनेस। ठिक छ, यही नै कुराहरू हुन्। अनि ब्राजिलले पनि आफ्नो वर्ल्ड कप टिम सेलेक्सन गरेको छ, कार्लो एन्सेलोटीले। तर ई लिभ दि जोआ पेद्रो, आई थिङ्क ई हेज टु बी इन्क्लुडेड इन। तर उसको आफ्नो फिलोसोफी हो, उसको आफ्नो गेम प्लानमा के छ कसो छ होइन। त्यस कारणले गर्दा हामीले त्योभन्दा धेरै बुझ्न नि सक्छ। ब्राजिलमा सधैँ फेरि ट्यालेन्टको अभाव कहिल्यै हुँदैन। नयाँ नयाँ प्लेयर छ, आन्द्रे सान्तोसलाई पनि टिममा परेको छैन होइन। ठिक छ, हेर्दै जाउँ अब के हुन्छ प्रिमियर लिगमा। अब प्रिमियर लिगबाट अब एन्डोनी आरियोला जुन बर्नमाउथमा यस्तो राम्रो गरिरहेको छ त्यो कोच उजाँदैछ। त्यस्तै गरी क्रिस्टल प्यालेसको ओलिभर ग्लासनर, उसले पनि जे होस् राम्रो काम गर्यो। अब युरोप कन्फरेन्स लिगमा पनि उनीहरू फाइनलमा छन् होइन, त्यो पनि जित्छ होला। एफए कप जितायो लास्टचोटि भनेपछि दे आर डुइङ ग्रेट। अनि हेर्दै जाउँ के हुन्छ, नयाँ म्यानेजरहरू को आउँछन्। अनि अर्को बिग न्युज, म जोसे माउरिनको ठुलो फ्यान पनि हो होइन। जोसे माउरिनो टु रियल म्याड्रिड, द्याट्स द बिगेस्ट वान। मलाई के लाग्छ भन्दा रियल म्याड्रिडलाई यदि कसैले सुधार्न सक्छ भने त्यो जुन प्लेयरको ग्रुप छ, जो प्लेयरको इगो छ, आइदर क्लब or Jose Mourinho, because he has been there also. He has very good relation with the Perez also. So I think he is very good choice for them. अब हेर्न मजा आउँछ उनीहरूको त्यो इगो, एम्बापेको इगो कसरी चिक्ल्याउँछ, कसरी भिनीलाई, कसरी जुड बेलिङमलाई यसले ल्याउँछ, हेर्न मजै हुन्छ। तर उसको पालो गइसकेको मान्छे हो। इज लेटर half of his years, but still let's think he is very good coach. He is elite coach. There is no doubt. He will get success in the Real Madrid era also. Real Madridमा जोसे माउरिनो र हान्सी फ्लिक बार्सिलोना कस्तो हुन्छ होइन। ओके, थ्याङ्क यू फर वाचिङ. Leave your comments. We'll see you soon. Thank you. Bye.